अनलाइनमा यो मुख छाड्नेहरू भाषणमा गएर भन्नुहुन्छ म त देशको माया गर्ने मान्छे, त्यही भएर मलाई गाली धेरै आउँछ। माया जसले धेरै गर्छ देशको त्यसलाई गाली मुख छाड्ने सबै कुरा त्यसलाई नै हुन्छ भन्नुहुन्छ भाषणमा। अनि फेरि भोलिपल्ट गएर संसद भवनमा गृहमन्त्रीको अगाडि रोइलो गर्नुहुन्छ, बिलौना गर्नुहुन्छ कि मलाई गाली धेरै आयो, मलाई धेरै मुख छाडे सामाजिक सञ्जालमा भनेर। अनि फेरि अर्को इन्टरभ्यूमा गएर के भन्नुहुन्छ तपाईँ भने, ती त मलाई गाली गर्ने त हरेक पैसा दिन्छन्, 100 रुपियाँ एउटा गाली बराबर 100 रुपियाँ पैसा दिन्छ, त्यही भएर पैसाका लागि मलाई गाली गरिरहेछ भन्नुहुन्छ। अब तपाईँ आफ्नै कुरो क्लियर गर्नुहुन्न, अनि हामीहरूले कसरी तपाईँको सपोर्ट गर्ने? अब गृहमन्त्रीले भनिदिनु भयो त गाली नगर भन्नु, मुख नछाड भन्नु, अरू गर्न केही सकिन्छ? अरू गर्न केही सकिँदैन। कि तपाईँ आफू मुख छाड्न नहुने अवस्था सिर्जना गर्नुहोस्, आफ्नो बिहेभियरमा चेन्ज गर्नुहोस्, आफ्नो नेता हुन यति गरिमामय पदमा बस्नु भएको छ कि त्यो पदको इज्जत राखिदिनुहोस्, सबैसँग राम्रो हुनुहोस्, राम्रो कामलाई राम्रो भनिदिनुहोस्, त गाली गर्न छोडिहाल्छन्। अब यो तीनटा कुराहरूमा चाहिँ तपाईँ आफै अवलोकन गर्नुहोस्, एकदम नियमन गर्नुहोस्, कसरी मलाई किन गाली आइरहेछ, राम्रो काम गर्दा पनि गाली आइरहेछ कि नराम्रो काम गर्दा मात्रै गाली आइरहेछ कि, सबै कुरा हेर्नुहोस्, छान्नुहोस्, अनि त्यस पछाडि आफैमा सुधार ल्याउनुहोस्। अरूलाई गलत देख्ने, अरूलाई सुधार्ने भन्दा पनि पहिला आफूलाई सुधार्नुपर्छ, अरूलाई कहिल्यै सुधार्न सकिँदैन है। यो कुरो राम्ररी बुझ्नुहोस् है अर्का सामान।